ल रोटी। ओहो भाउजू क्या भयो आज त बाहिर बसेर रोटी खान लाग्छ या त। के गरौँ बाबु, हामी नारीको पिरा यस्तै हो। अनि दाइ खोइ त? दाइ भित्रै। दाइ क्या भनिस्? के हो दाइ, भाउजूलाई बाहिर खाना दिएर बसाइ त आफू त भित्र खाना खान लाग्छ, के भयो? छुई भ्यागी देख्दैन है? छुई भ्यागेन भित्र घरि नलगाऊ। छुई भ्यागेन बाहिर लिएर खाना दिने त हो। कस्तो चुतिया दाइ रहेछ यार यो। अहिलेको जमानामा आएर छाउपडी प्रथा मानेर हुन्छ? जमाना कहाँदेखि कहाँ पुगिसक्यो। जमाना कहाँदेखि कहाँ पुग्यो के भयो त? हामी आफ्नो संस्कार के हो त्यो मान्ने हो, बुझिस्? तिमीहरूका जस्ता सोचको कारणले अहिलेसम्म समाज परिवर्तन नभएको। आयो कहाँबाट समाज परिवर्तन गर्न? आफ्नै घर बनाएर खान। धेरै अर्का घर आएर के चिज गर्दैछ? उठ्नु भाउजू, भित्र जानु। नाइ बाबु, नाइ भित्र जानु मिल्दैन। मैले उठ्नु भएन, भित्र जानु। क्या गर्ने? नाइ बाबु, नाइ भित्र जानु मिल्दैन के अहिले। ल हिँड्नु, क्या हुँदो रहेछ म हेर्छु। जानु भाउजू, त्यहाँ बस्नु। भोलि बिहान मेरा घर केही गाई गोरु बिराम भयो भने सब जिम्मा तैँले लिनुपर्छ। यस्तो समाज परिवर्तन गर्ने भएको आफ्नो संस्कार भुल्न सुझि तैँले। अबदेखि यो घरमा मैले यस्तो हरकत भएको देख्यो भने पुलिसलाई कम्प्लेन गरेर पुलिस बोलाएर लिएर आउँछु म।